अहिलेको अवस्थामा नेपालले हाइड्रो पावरबाट अहिले 3878 मेगावाट बिजुली प्रड्युस गर्छ। त्यसलाई 30,000 पुर्याउनु भनेको लगभग 10 टाइम्सले इन्क्रिज हुनु हो र यो इन्फ्रास्ट्रक्चर 10 गुणाले बढाउनु लागि इन्फ्रास्ट्रक्चर पनि त्यही अनुसार चाहियो। इनफ्याक्ट 2025 मा 28,500 मेगावाटको इलेक्ट्रिसिटी उत्पादन गर्ने भनेर 10 वर्षको लागि एउटा प्लान चाहिँ अप्रुभ भएको थियो र त्यो क्यापासिटी मात्र इन्क्रिज गर्नको लागि 61 खर्ब रुपैयाँ लाग्ने भनेर अनुमान। त्यो पैसा चाहिँ कहाँबाट आउँछ र सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले बाचा गरेको एउटा फ्युचरिस्टिक प्लान के हो भन्दाखेरि कच्चा बिजुली नबेच्ने एआई डेटा सेन्टर्सहरूलाई चाहिँ यही लिएर आएर यसो हेर्ने हो भने यो आइडिया नराम्रो छ, अपर्च्युनिटी बवाल हो। नेपालको टेम्परेचर नेपालको क्लाइमेट पनि बवाल छ र इन्ट्रेस्टिङली डेटा सेन्टरहरूले 30 देखि 40% एनर्जी कुलिङको लागि र सँगसँगै एउटा मेन इम्पोर्टेन्ट अपर्च्युनिटी भनेको चाहिँ के हो भन्दाखेरि धेरै जस्तो कम्पनीजहरूले 2030 सम्म आफूहरू चाहिँ कार्बन न्युट्रल हुन्छौँ भनेर क्लेम। नेपाल जस्तो हाइड्रो पावर पोटेन्शियल भएको देश जसले क्लिन एनर्जी उत्पादन नेपालमै आएर नेपालमै इन्भेस्ट गरेर डेटा सेन्टर यताउता के चाहिने चिजहरू हो यो सबै चिजहरू खोल्यो भने त उनीहरूले के पनि क्लेम हामी चाहिँ कार्बन न्युट्रल छौँ